आम्मा के विधि हिउँ परेको हो भने यो मनाङमा तैट अहिले चाहिँ हामी खामसारमा छौँ होइन यहाँ चाहिँ यस्तो बाक्लो हिउँ परिरहेको छ क्या हेर्नु न माथि तैट अब एकछिन चाहिँ हामी उतातिर जान्छौँ है हाम्रो बाइक भएको ठाउँमा यति कति धेरै नै जे होस् 3-4 फिटकै त्यो हिउँ आएको छ अरे क्या त्यही भएर हेर्न जान्छ हेर्नु न यस्तो परेको छ क्या हिउँ नै हिउँ फर्स्ट टाइम यस्तो एक्सपिरियन्स गर्नु पायो क्या भने मनाङमा आएर जे होस् अरू भन्दा नि एउटा कुरा चाहिँ के बिजोग भयो भन्दाखेरि खासमा हामी चाहिँ आज काठमाडौँ जान आँटेको तर हिउँले गर्दाखेरि यस्तो भयो क्या ल तपाईँलाई बाइक पनि देखाउँछु है बाइक देखाउँछु बाइकमा के कति उताको बाइक खतरा छ कि आइज पख्न पहिला आफ्नै देखाउँ न किन अरूको देखाउनु होइन ल बाइकभरि हिउँ नै हिउँ त्यस्तै ल हिउँ हेर्नु न हिउँ यी कति छ कति के भने ल थर्ड झन् आज काठमाडौँ जाने भनेको हाम्रो बास यतै होला जस्तो छ आजलाई मात्र होइन 2-3 दिनलाई नै यतै होला जस्तो छ होइन त बिजोग भयो क्या भने कस्तो हामी त अहिले यता तल छौँ होइन खामसारमा तर त्यो माथि बेस क्याम्पमा हुनेको हालत के होला क्या उताको हालत क्या थर्ड बिजोग हिउँ पर्यो यो बाइकहरुको हालत के होला ल यी बाइकहरु थर्ड यस्तो छ क्या भने अहिले खामसारमा होइन पुरै मनाङमै होला आम्मा थर्ड हिउँ पर्यो ए कस्तो हेर्दा चाहिँ क्या रमाइलो क्या हिउँ पा त्यही भन हट ठिक छ यत्तिकै आज झन् फर्किने भनेको हिउँले बिगारे हिउँ चाहिँ छ नि हिजो बेलुकादेखि परेको हिजो चाहिँ थोरै परेको थियो क्या तर अहिले चाहिँ यस्तो बाक्लो परिरहेको छ नि यहाँ हिउँ काठमाडौँभरि पुरै पानी नै पानी के गर्नु सान्नानी हिउँ पर्यो ल यसरी लानु परिरहेको छ क्या स्कुटीहरू यस्तो बिजोग भएको छ नि है हिउँ परेर बिस्तारी लानु पर्यो क्या जति चाहिँ भए पनि ए ल लडेछ एक्लै त गाह्रो हुन्छ क्या यहाँ हिउँ परेर बिजोग बनाइदियो यहाँ ओहो बिस्तारी लास्टै नै बिजोग भयो क्या नसोचेकै बिजोग भयो जस्तो चाहिँ भयो भने यो हिउँ छ नि खेल्छ नै यही त अनि अब के गर्नु अब यहीँ बसेपछि एकछिन भनेर हुँदैन नि सो हिजो चाहिँ होइन बाक्लोको नि एकदमै नै बाक्लो हिउँ पऱ्यो क्या अनि हामी चाहिँ हिजो काठमाडौँ जानु नसक्ने भएर हामी चाहिँ यतै खामसारमै बस्यो अनि अहिले यस्तो भएको छ क्या हालत है यहीँ हाम्रो असारे भाइले पुरा बेल्चा हान्दैछ बाइक यस्तो छ कसरी निकाल्ने भइरहेछ कसरी जाने भइरहेछ यहाँ मेरो दाइको बाइक पनि त्यस्तै छ होइन त दाइ बिजोग छ अब जे जस्तो भयो भने आज चाहिँ हामी जान्छौँ नै किनकि आज हामी जानु नै पर्छ धेरै यहाँ बस्यो भने बस्या हुन्छ यस्तरी भएको छ पुरै अब एकचोटि बाइक पनि स्टार्ट गरेर हेरौँ है के कतिको लाग्छ साँचो लगाएकै हो अब एकचोटि बाइक स्टार्ट यस्तो छ कि पुरै यो त पुरै बेल चाहिँ हान्नुपर्छ बेल चाहिँ हान्नुपर्छ हजुर हो डबल स्ट्यान्ड छ ए होइन ऊ गर्नुपर्छ पहिला त्यो बेल चाहिँ हान्नुपर्छ कि पहिला त्यो क्लियरै गर्नुपर्छ क्या दाइ नत्र चाहिँ हुँदैन स्टार्टै भएन एकचोटि अब यो निकालेर बाइक स्टार्ट ओहो बाइक स्टार्ट गरेर हेरौँ न है बाइक स्टार्ट हुन्छ कि भन्दैन फेरि मेरो त एफआई हो अलिकति न्युट्रलमै छ होइन एक सर्टमै बुलेट भने बुलेट हो क्या एक सर्टमै अन भइहाल्यो नि त्यही भने अब एकछिन बाइक तात्छ यहीँ भाइ र उता हाम्रो दाइले बेल्चा हान्दै हुनुहुन्छ सो त्यही हो अब एकछिन क्लियर गर्नु पऱ्यो यहाँतिर अब एकछिन अन होस् है एकछिन बाइक तातोस् त्यही हो खुसी लाग्यो अब निकाल्नुपर्छ बाइक चाहिँ कसरी निकाल्ने हो के गरेर निकाल्ने हो सोचेरै धिक्कार लागिसक्यो क्या भन यत्तिको मिहिनेत त गर्नै पर्यो होइन आम्मामा त जिन्दगी बेल्चा नहानेको अहिले हान्नु परिरहेछ यो चाहिँ अहिले हामी बाटो खन्दै हो है
यो बाइक निकाल्नुलाई बाइक नि एकछिनमै स्यास्या हुने के भने थट काम लाग्छ त त्यो बोक्नै पर्छ बेल्चा हान्दैछौँ एकछिनमै थाक्यो थट यहाँ यस्तो चिसो छ अक्सिजन पनि लो छ लास्टै थाक्ने अब हामी यसरी नै गर्दै गर्दै निकाल्नुपर्छ है बाइक चाहिँ सोल अब हामी चाहिँ बाइक ढकाल्दैछौँ है ल यता यता त कराक्कै होला है यस्तोमा चाहिँ ह्यान्डल आम्मा एकछिन स्ट्यान्डमाथि आम्मा लास्टै थाक्यो बल्ल तल्ल त एउटा बुलेट बाइक निकाल्यो है अब अर्को कसरी निकाल्ने के भने थट लास्टै स्यास्या भयो है त हिउँवाला फिल्म पनि नहेर्ने हो साँच्चीकै हो डाँडा गाँडा हिउँवाला फिल्म पनि नहेर्ने थट लास्टै स्यास्या भयो बल्ल तल्ल अब अर्को बाइकको पालो क्या अब सोचेरै कसरी निकाल्ने भइसक्यो थट दाइ ठिक छ होइन त ठिक छ होइन त दाइ त्यही भने अब चाहिँ हिउँवाला फिल्म कुनै फिल्ममा हिँड्नु पर्छ नि त फिल्ममै गाह्रो छ यस्तो हिउँमा बाइक निकाल्नु एकदमै गाह्रो छ अब हामी जान्छौँ है अर्को बाइक निकाल्न ल अब चाहिँ हामी सञ्जय दाइको बाइक उता लाँदैछौँ है ल अब अनिस दाइले कुदाउनु हुन्छ यो बाइक हामी चाहिँ साइडमा बसेर ढकाल्ने दाइ अब तपाईँको बाइकको पालो केही भन्न चाहनुहुन्छ स्यास्या भइरहेछ के भन्नु के स्टार्ट भयो बाइक ल बिस्तारी दाइ ओ बिस्तारी यस्तो भइरहेछ क्या पुरै बिस्तारै लानु पर्ला हो पक्नु जम्मै छ्याप्यो एकछिन ढकाल्नु पर्छ जबरजस्ती नगरौँ जबरजस्ती गऱ्यो भने क्लच प्लेट जान सक्छ क्या जबरजस्ती त गर्ने नै होइन क्या बरु बिस्तारै गर्ने आरामले लाने जबरजस्ती गऱ्यो भने आफ्नै बाइकलाई प्रब्लम आउँछ क्या सो ल फाइनली दुइटै बाइक निकाल्यो है बल्ल तल्ल स्या गरी निकाल्यो है अब यहाँबाट तल कसरी लाने क्या यो बाइक त्यो बाइक अर्को नि छ अझ दुईवटा बाइक चारवटा बाइक अब तलसम्म कसरी लाने लास्टै गाह्रो ओहो धेरै नै तल आयो त लास्टै बिजेको छ सो ल फाइनली अब चाहिँ हामी निस्केको है यता यो खाङसारबाट यहाँ चाहिँ बाटो एकदमै नै ध्वस्तै छ है यो के अरे पुरै हिउँले गर्दाखेरि सो त्यही अब हामी जाँदैछौँ यहाँ कुदाउनै गाह्रो के भने हिउँले गर्दा हेर्नु न कस्तो दामी देखिरहेछ है तर के गर्नु जस्तो दामी देख्यो नि हामीलाई यस्तो गाह्रो भइरहेछ नि यो बाइक कुदाउनुलाई नै चिप्ल्या गर्ने के भने ल यता उति हल्लाउने के भने ल हेर्नु न बाटो कस्तो छ त्यही माथि झन् एकछिनमै स्या हुने के भने यता चिसो पनि त्यस्तै छ अक्सिजनको लेभल पनि कम छ है एकदमै नै गाह्रो छ थैट लास्टै नै दुःख पायो क्या यो हेर्दामा त राम्रो रमाइलो क्या तर यहाँ कति दुःख पाइरहेको छु ल हामी निरन्तर अगाडि बढ्दैछौँ है बाटो जस्तो भए पनि के गर्नु हाम्रो गन्तव्य भनेको घरसम्म त पुग्ने घर त होइन आज त घर जाने नै होइन हामी आज घरसम्म त पुग्दैन सकेसम्म चाहिँ हामी यो हिउँ भएको ठाउँ चाहिँ कट्ने भनेर सोचेको अनि मेन चाहिँ हाम्रो टार्गेट भनेको आज चाहिँ कहाँ भन्दाखेरि बेसी सहरसम्म चाहिँ बस्ने गरेर पुग्ने गरेर जाउँ भनेर सोचिरहेको छौँ है यो अलिकति यता चाहिँ ओइ के हो झन्डैले चिप्लेको भने थैट चिप्लिनै खोज्दो रहेछ बाइक त अनि धेरै उसमा कुदायो है बाइक तर यो हिउँमा जस्तो कुदाउने डर चाहिँ केहीमा नि नहुने रहेछ क्या बिस्तारै है मेरो भाइ समात बिस्तारी ओइ आफै चिप्लिन्छ नबाटोहरू पनि भने नि चिप्लिन्छ ल यस्तो डर लागिरहेछ क्या भने ल चिप्लिहाल्ने क्या फेरि यो हिउँमा चाहिँ बरु हिलोमा भयो भने त यतिको हुँदैन होइन यस्तो हिउँमा त च्याप्लाक चुप्लुक लास्टै गाह्रो कहिले यो हिउँ भएको ठाउँ कट्ने भइसक्यो दाइ
फर्स्ट टाइम होला है हिउँदेखि यस्तो रिस उठे त्यही भने ल ठिक छ हामी जानुपर्छ अब अगाडि खै त्यो बाटो कहिले कटोस भइसक्यो भने मलाई त लास्टै नै झ्याउ लागिसक्यो यसरी नै मात्र हो क्या अघिदेखि बाइक कुदाएको भनेको न मजाले कुदाउनु पाउँछ यो लाइन मात्र क्या फेरि लाइनभन्दा माथि जानु खोज्यो कि बाइक यस्तो चिप्लिहाल्ने क्या ल हाइट जिन्दगीमा लाइफमा धेरै ठाउँमा बाइक कुदाएँ तर यतिको दुःख चाहिँ कहिले काहीँ भएको थिएन भने थैट लास्टै नै दुःख क्या अब नि त लौ हेट तेरिका यस्तो जाडो छ होइन थाकिसक्यो क्या लास्टै गर्मी भइसक्यो त्यस्तै भएको लुगा नि फालिदिउँ जस्तो भइसक्यो हेट तेरिका लास्टै दुःख पायो क्या नसोचेको दुःख पायो भर्खरै त्यहाँ झन्डैले लडिराख्यो भने चिप्लेर झन्डैले लड्नु चाहिँ लडेन ओए के हो ल हेट लास्टै दुःख पायो लास्टै यो हिउँमा त नसक्ने यहाँ अलिक डर लागिरहेछ क्या ऊ चिप्लिहाल्ने क्या भने चिप्लिहाल्ने ओइ ल किर्सन दाइ समात्नु त एकछिन असारे एकछिन आइज त ल त्यसलाई गएर रमाइलो भइरहेछ बिस्तारी जाउँ बिस्तारी इजी पिजी भन्यो भने के गर्नु बाटो त्यस्तै छ चिप्लिहाल्ने क्या बिस्तारी लाँदा पनि चिप्लिने क्या भने यत्रो बाइक कुदाइसक्यो अझसम्म राम्रो बाटो भन्ने त कहीँ छैन छ लास्टै नै झ्याउ लागिसक्यो क्या भने कस्तो टाइममा हिउँ पऱ्यो भने फेरि हामी चाहिँ खासमा हिजै आउँछु भनेर सोचेको त्यही बेला हिउँ परिदिरहेको भने झन् साइड फर्स्ट टाइम होला हिउँ पर्दाखेरि यस्तो रिस उठेको ल बाइक नै लग गर्छ ओह्रालो छ त्यस्तै डर लागिसक्यो आफूलाई यहाँ लड लाग्यो भनेर ल ऊ बाइक नै फेरि कहाँ लान्छ क्या भने ल थेट यत्तिको बिजोग त जिन्दगीमा कहिले नै भएको थिएन हुनु पनि नहोस् अब योदेखि चाहिँ साँच्ची हो भने लास्टै फ्रस्टु भइसक्यो ल अब ओह्रालो आइपुग्यो मलाई चाहिँ लास्टै डर लागिसक्यो ओह्रालो सोचेरै अब नि त ओह्रालोमा त एकदमै डराउनै पर्छ क्या किनकि ओह्रालो हुन्छ त्यही माथि फेरि यस्तोमा उसै त ब्रेक लागेको छैन झन् ब्रेक नलागेर लड्नै सक्छ क्या अब ओइमा लास्टै चिप्लो छ बाटो लास्टै नै दुःख पाएँ क्या उतासम्म नै यस्तै मात्र छ बाटो थेत्तेरिका अप्ठ्यारो बाटो कति हो भने यो अप्ठ्यारो ओइ सोन न यार सातो गइदिएर पछाडिको ब्रेक नआएन भए त लड्ने नै रहेछ नि त चिप्लेरै यसमा चाहिँ यस्तो मात्रै छ नि मेनली चाहिँ अगाडिको चाहिँ हानिराख्नुहुन्न क्या प्रायःसम्म चाहिँ पछाडिकै हान्ने क्या म त झन् अगाडिको मात्रै थिचिरहेँ सोन न गइदिएर थर्ड सातो जाने क्या भने अब थर्ड लाइफमा फर्स्ट टाइम यस्तो एक्सपिरियन्स गरियो एकदमै वाइल्डै एक्सपिरियन्स गरियो क्या थैट नसक्ने भयो अब कहिले गर्छ अब यो मनाङ भ्याली चाहिँ आउन आँट्यो रे अब त्यही हो खै कहिले आउने होला हो यो मनाङ भ्याली जति कुदायो नि कुदाउनु त के कुदाउन त्यस्तो कुदाएको त केही छैन यसरी नै हो आइरह अघिदेखि जे जस्तै मनाङ भ्याली कि खै कहाँदेखि चाहिँ डोजरले खन्दैछ अरे बाटो एकदमै राम्रो छ भन्ने सुनेको थिएँ अब हेरौँ खै के छ यहाँ ओह्रालो छ है चिप्लेर गयो भने सिधै खोलामा अस्तितिर त क्या निलो थियो खोला अहिले त पुरै 4 भएछ यो हिउँले नै गर्दा नै होला ल है त अहिले चाहिँ यो खोलाको पुल आइपुग्यो है ओ के हो खोलातिर पो हाल्नु खोज्छ त राइट लास्टै नै गाह्रो हो यार लास्टै नै गाह्रो जे चिप्लेर तलतिर नजाओस् त्यही हो होइन अब यहाँ माथि कटेपछि चाहिँ अलिकति राम्रो छ डोबेले खन्दैछ भन्छ खै हेरौँ अब के हो लास्टै झ्याउ लागिसक्यो मलाई बाटो कुदाउँदा ल है यहाँ चाहिँ साँच्चीकै खन्देकै हो कि क्या हो कस्तो सजिलो पारामा गइरहेछौँ है हामी माथि जो यतिको मात्र भयो भने नि हुन्थ्यो क्या
नचिप्लिने टाइपले यत्तिकै जानु पायो भने चाहिँ सजिलोले आनन्दले नै हामी पुग्थ्यौँ। अघिको जस्तो धन्न हो यो उकालोमा नि त्यस्तै भयो भने त कस्तो गाह्रो हुन्थ्यो होला, चिप्ली पो जानु पर्थ्यो हो। सेट बल्ल तल्ल अलिकति भए पनि राम्रो बाटो आइयो है। लास्टै नै दुःख पाउन आएको रहेछ नि हामी त। अझै पनि गाह्रो छ बाटो यार, अझ नि गाह्रो छ, तर अघिको जति चाहिँ छैन जस्तो लाग्यो क्या। किनकि यहाँ चाहिँ डोजरले त्यो खन्दै गइरहेको रहेछ। खन्नु त के हो भने त्यो गुड्दै क्या, बाटो मात्र बनायो। त्यही भने कस्तो अलिकति राम्रो गरिदिनु नि हो भने। भ्यू जस्तो चाहिँ भयो नि, यस्तो दुःख पाइसक्यो त। ल भ्यू त देखाइदिउँ न त है, जस्तो भ्यू भयो नि मलाई त यो हेर्दा अहिले त वाक्कै लागिसक्यो। त्यही भने कहिले पुगौँ भइसक्यो क्या, कति दुःख पाइरहेको छु हो भने। जस्तो त्यो दुःख पायो नि यतिको त खेल्नै पर्छ क्या। ए डोजर राम्रो बाटो बनाइदिनु पर्यो भने। ओ के हो छुन्छ कि के हो यहीँ? अलिक राम्रो बाटो बनाइदिनु पर्यो क्या, हिँडेर मात्र भएन क्या। बाटो खै अझसम्म राम्रो बाटो नआउला। जति जे गरे पनि बाटो चाहिँ यस्तोको यस्तै। डोजर चाहिँ खालि गुडी मात्रै रहेछ, तर त्यो गुडेर पनि अलिअलि बाटो त बनाइदिएर हो। तर खनेको नै भयो भने चाहिँ अलिक धेरै बेटर हुन्थ्यो कि। ल बल्ल चाहिँ राम्रो बाटो आइपुग्यो है। ओहो के हो यो अगाडि जम्मै घोडा रहेछ। हान्छ क्या घोडाले? ए घोडा आफै साइड लाउँछ क्या। कस्तो राम्रो छ भने यहाँको फेरि घोडाघोडीहरू। घोडी त हुँदैन होला, जम्मै घोडा कस्तो राम्रो क्या। अहिले चाहिँ यस्तो आनन्द आयो नि है, मजाले कुदाउनु पनि पाइरहेछ। बाटो पनि एकदमै नै राम्रो रहेछ यहाँको चाहिँ। टक्क लाएर फिलै छुट्टै आउने क्या अहिले चाहिँ। न तर सकेसम्म चाहिँ बिस्तारै नै कुदाउनु पर्छ, किनकि यहाँ आइसले गर्दाखेरि अलिकति चिप्लिनु नि सक्छ नि त होइन। आइस त के भन्नु, स्नोले आइस त अब यो बिस्तारै आइस हुँदै जान्छ, यो जम्दै जान्छ अनि आइस हुँदै जान्छ। यस्तो मजा के, यस्तो मजा। ओहो अब उकालो चढ्नु पऱ्यो, पहिला यो बाइकले जानिदिनु पऱ्यो यार। ओहो ल्यान्डस्लाइड जहाँ पनि के केही न केही त झरिरह्यो भने के कुदाउनु पर्छ। यति नै तानेन भने त के बाइक कुदाउनु हो भने। बुलेट होइन, तर चिप्लिने के अलिअलि चिपिल गर्दै चिप्लिने क्या। बाटो त अब नितनी थैट वाक्कै लागिसक्यो भने थैट। लाइफमा जे होस् खत्रै बाटो एक्सपिरियन्स गर्दैछौँ। ल अब यस्तै हो बाटो चाहिँ, अफरोड है। राम्रो बाटो हुन्छ भनेर त सोच्ने नै होइन, कुनै ठाउँमा त बाटो राम्रै हुन्छ, तर मोस्ट अफ द ठाउँमा चाहिँ त्यही नै हो। झन् यो हिउँ परेपछि त बाटो त आमा नि त थैट यस्तो बिग्रेको छ नि थैट, कुरै नगरौँ। ल है त यो पुल पनि आइपुग्यो। यो पुल चाहिँ मलाई खतरा लाग्छ क्या, अब हेर्दै डर लाग्दो है, खतरै लाग्छ। यहाँबाट माथि जानुपर्छ। अब हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि हामी फर्किँदै हो, तर अहिले चाहिँ हामी ब्लू लेकतिर लाग्न आँट्यो क्या। के हो बाइक, ए कुद बुलेट कुद्नुपर्छ। कुदे मेरो बाइक। अब हामी चाहिँ टक्क लाएर यहाँबाट ब्लू लेकतिर जान्छौँ है। अनि म चाहिँ भ्लग त्यहीँतिरै इन्ड गर्छु होला। मलाई चाहिँ खासमा त्यस्तो धेरै नै बनाउनु मन थिएन, हिजो उता हिउँ पऱ्यो नि त, अनि त्यही भएर पनि टक्क लाएर बनाइदिउँ न, अलिकति स्पेसल होला नि भनेर बनाइदिएको। सो त्यही अब हामी ब्लू लेकतिर जाँदैछौँ है त। कति राम्रो देखेको हो भने, कति राम्रो। झन् घर फर्किँदै गयो, झन् राम्रो पो देख्दै जान्छ त। के हो यस्तो। सो मलाई चाहिँ छ नि है, यस्तो ठाउँमा चाहिँ कुदाउनु लास्ट रमाइलो लाग्छ क्या। जङ्गलको बिचमा है बाइक कुदाउँदाखेरि यस्तो रमाइलो है, यस्तो जे होस् आनन्दै आउँछ क्या। हेर्नु न कस्तो दामी छ नि त। टक्क लाएर अब हामी चाहिँ ब्लू लेक जाँदैछौँ है। टक्क लाएर त्यहाँ जाने, एकछिन बस्ने, रमाइलो गर्ने होइन। गाइज बर्बादै हो नि, हामीले त ब्लू लेक नै मिस गऱ्यौँ क्या भने। बाइक कुदाउँदै आउँदै गफ गर्दै आएको थियो है, बिर्सिरहेको भने क्या भने। कस्तो कहाँ आएपछि पो सम्झिरहेको क्या। कुदाउँदै गर्दा आउँदै गर्दा खोइ आउँदैन। पछि एउटा यसो ठाउँ हेरेको, ल कटिसकेछ क्या भने। कस्तो बर्बाद भयो। झन् त्यहाँ जाउँला है, फोटो खिचौँला, टक्क लाएर एकछिन चिलमा बसौँला भनेको बर्बाद भने छ्या।
सो अब त्यही हो, अब के गर्नु, अब त्यहाँ जानु नपाए नि जे जस्तो भयो नि रमाइलो भयो है। हजुरहरूले देखि नै हाल्नुभयो जे त्यो ठाउँ चाहिँ एकदमै मिस भयो क्या। त्यो ब्लु लेक चाहिँ लास्टै जानु मन थियो, अस्ति नै आउने दिनमै नि त्यहाँ जानु मन थियो, तर अलिकति ढिला होला भनेर फर्केर आउने दिनमा चाहिँ जम्ला नि भनेको गइहाल्यो नि। सो त्यही हो, अब जे जस्तो भयो नि हजुरहरूले यहाँसम्म भ्लग हेरिदिनु भयो, रमाइलो लाग्यो होला हजुरहरूलाई, के कस्तो लाग्यो होला यसो कमेन्ट गरिदिनु होला। अब म चाहिँ भ्लग पनि यता इन्ड गर्छु होला, अब किनकि हामी पनि अब जानु छ काठमाडौँ। मलाई खासमा यताको भ्लग त गर्नु मन थिएन, टक्क लाएर हिउँ पऱ्यो क्या, अनि हिउँ परेपछि यसो गरिदिउँ न अलिकति एडभेन्चरस हुन्छ भनेर गरिदिएको। सो त्यही अब भ्लग के कस्तो लाग्यो होला लाइक कमेन्ट सेयर गरिदिनु होला। अब म चाहिँ भ्लग यता इन्ड गर्छु होला होइन। सो मन परेमा त्यही त हो नि है, लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला है। ल सी यु इन द नेक्स्ट भ्लग है त, ल बाई।